घुमफिरकै क्रममा आज हामी छौँ कीर्तिपुरको टौदमा रहेको डर्टी डक फार्ममा, जहाँ चाहिँ तपाईँले बाल्यकालमा जुन आफ्नो समय बिताउनु भयो ती कुराहरू पुनः याद दिलाउनेछ यो ठाउँले। यो चाहिँ कीर्तिपुरको टौदमा रहेको छ र यहाँ तपाईँले प्रत्यक्ष रूपमा विभिन्न जनावर, बोट बिरुवा लगायत छोटो हाइकिङ पनि गर्न सक्नुहुन्छ र यहाँ बालबच्चाहरूलाई खेल्नको लागि चाहिँ पिङको व्यवस्थादेखि लिएर माटो खेल्ने ठाउँदेखि लिएर विभिन्न प्रकृतिसँग नजिक र हाम्रो कृषिसँग प्रत्यक्ष रूपमा भिज्नको लागि यहाँ विभिन्न अवलोकन केन्द्रहरू बनाएको छ र यहाँ विद्यार्थीहरूले प्रत्यक्ष रूपमा यहाँ आएर किताबमा पढेका जति पनि नलेजहरू छ यो चाहिँ रियल लाइफमा चाहिँ यहाँ आएर अनुभव गर्न सक्नेछन्। करिब 52 रोपनी क्षेत्रफलमा फैलिएको यो फार्म हाउस सञ्चालनमा आएको लगभग 3-4 महिना मात्र भएको छ र बालबच्चा परिवारसहित घुम्नलाई चाहिँ एकदम उपयुक्त छ। यहाँ चाहिँ विभिन्न जनावरहरूको अवलोकन, विभिन्न फार्म हाउसहरूको अवलोकन गरिसकेपछि तपाईँ यदि हिँड्न रुचाउनुहुन्छ भने हाइकिङ ट्रायलको पनि व्यवस्था छ। यहाँ चाहिँ तपाईँको माउन्टेन बाइक ट्रायल पनि छ। यो 550 हाइएस्ट दाम त भने यो यसमा ब्ल्याकमा जाउँ है। अब 7 किलोमिटर हिँड्नै बाँकी छ त किन चिन्ता लिए। अनि यसमा जाउँ ल हामी चाहिँ अब ट्रायलमा छिर्दैछौँ। यो हाइकिङ ट्रायल हाम्रो लागि त यो सामान्य हो, तैपनि अब यहाँ नआएको मान्छेहरूलाई चाहिँ यो हाइकिङ ट्रायल चाहिँ बच्चालाई टार्गेट गरेर बनाएको रहेछ। यो टार्गेट बच्चालाई हो। अब हामी चाहिँ यहाँ ट्रायलभित्र छिर्दैछौँ। यहाँ कस्तो बनाइरहेको रहेछ। हामी चाहिँ यहाँ अहिले ब्ल्याक ट्रायल हिँडिरहेको छौँ। यो चाहिँ जम्मा 700 मिटरको रहेछ, बच्चा बच्चीलाई टार्गेट गरेर बनाइएको। जाडोमा त्यो गोठमा के वरिपरि सरलाउने भुइँमा चाहिँ